दर्शकबिन नमस्ते नमस्कार, म रामनारायण ठाकुर। दर्शकबिन आज हामी सिन्धुली जिल्लाको दुधरी नगरपालिका वार्ड नम्बर 2 स्थित हट्टे स्थित रहेका लङ्गुर खोला, जुन लङ्गुर खोलाको नामबाट फेमस भएको प्रसिद्ध भएको त्यहाँ हामी दर्शन गर्न आएको छौँ। दर्शकबिन यहाँ चाहिँ लङ्गुर खोला भनेर चिनिन्छ, तर यहाँ लङ्गुर खोला होइन, यहाँ तपाईँको मधु गंगा महादेव भनेर यहाँ चिनिन्छ। यहाँ धेरै पहिला 2023 सालतिरको चर्चा आएको छ। पहिला पूजा बद्री थापा मगर बडा पुजारी हुन्थ्यो। उहाँ चाहिँ यता गाउँको एकजनाको गोरु हराएको थियो 2023 तिर नै। गोरु हराउँदाखेरि त्यो गोरु खोज्न आउँदाखेरि यहाँ गुफा भेटेछ। अनि गुफालाई पछि संरक्षण गर्दाखेरि यहाँ झरना पनि छ, मधु गंगा महादेव भनेर यहाँ नाम नामाकरण गरेर अनि यहाँ चाहिँ मधु गंगा महादेव भनेर चिनिन्छ। फल प्राप्ति सदा ही जीवी सदा सुखी शांति बनाइदिनु। शांति ही अनबद्धो बलिराजा दानवेन्द्रो महाबल तेनपि बदनामी रक्षा मा चल शांति ही ब्रह्मा मुरारी त्रिप्रंदकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतु कुर्वन्तु सर्वे सुप्रभातम। शांति ही नवे ग्रह शांति करा भवन्तु सदा जीवी सदा सुखी शांति बनाइदिनु। जय हो। मधु गंगा महादेव को मेन पुजारी हुनुहुन्छ। यहाँको विशेषताले कति भन्दिनु? यदि विशेषता अब कताबाट सुरुवात गरौँ, थुप्रै विशेषताहरू छ। भेट्ने अर्थ चाहिँ यहाँ 2023 साल है, नेपाली सम्म 2023 सालमा गोरु हराउँदाखेरि गोरु खोजीको क्रममा भगवान भेटियो। भेट्ने चाहिँ मेरो पिताजी 2023 सालको जेठ महिनामा दिन गते ठेकाना गर्न सक्नु भएन छ। त्यसरी खोज्दै गर्दै आउँदाखेरि चाहिँ भगवानसँग चाहिँ भेटियो। यो अनकन्तर जङ्गल है, भेटिसके पछाडि उहाँको महिमा ल प्रभु हराएको बाछो भेटियोस्। यदि तपाईँ साक्षात भगवान जस्तो मेरो हातपाले बुझ्यो, यदि आजको दिनभरिमा सकुशल त्यो बाछा भेटियो भने हजुरको म भक्ति सेवा गर्छु, म चाहिँ अब हजुरलाई सेवा गरौँला भने पछाडि त्यही दिन 3 दिन भएर हराएको 3 दिन भएको बाछो त्यही दिन यही जङ्गलमा भेटिएको छ। हजुर मैले संक्षिप्तमा भने है। त्यसो गरी 2023 सालमा त्यस पछाडि अब चाहिँ पूजा प्रतिष्ठा हुँदै गयो पछाडि अब 39 सालदेखि चाहिँ तराईवासीतिरबाट चाहिँ हल्ला खल्ला निकै प्रचार प्रसार हुन थाल्यो। अब हजुरको अहिले 83 साल 39 सालदेखि सुरु भए पछाडि